आज चाहिँ म हजुरहरूलाई पेपर कटिङ कसरी गर्ने, कसरी पेपर कटिङ गर्दाखेरि धेरैवटा पिस निकाल्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। भिडियोलाई फुल वाच गरिदिनुहोस् है। मैले यसरी हजुरहरूलाई पेपर यसरी फिजाएर देखाएँ है। अब यसलाई के गर्ने त सुरुमा भन्दाखेरि यसरी फोल्ड गर्ने। हेर्नुहोस् है, मैले यसरी फोल्ड गरेको छु, हेर्नुहोस् है पेपरलाई। अनि यसरी फोल्ड गरिसकेपछि यो टुप्पोको भाग जहिले पनि मिल्नुपर्छ। हेर्नुहोस् है, यसको भाग, यसको सेप यसरी दुईतर्फीबाट मिल्यो भनेदेखि के हुन्छ त भन्दा पिस राम्ररी निस्किन्छ। अनि अर्को कुरा के जान्नुपर्छ हजुरहरूले भनेदेखि नि, धुप बनाउँदाखेरि यस्तो खालको एउटा स्केल लिने, अनि स्केल लिइसकेपछि लम्बाइ नाप्ने। जति धेरै लामो खालको धुप बनाए पनि हामीले मार्केटमा भाउ पाउँदैनौँ हैन। अनि त्यो भएको कारणले गर्दा हजुरहरूले पिस कसरी निकाल्ने त, कतिवटा पिस निकाल्ने, एक पेपर बराबर हजुरहरूले कतिवटा पिस निकाल्नुहुन्छ त्यो त मलाई थाहा छैन। मैले चाहिँ यो पेपरबाट, एक पेपरबाट 60वटा पिस धुप निकाल्छु। हेर्नुहोस् है, हेर्नुहोस् है, यसरी नाप्ने हैन। अनि सबैभन्दा सुरुमा अब हजुरहरूले के गर्ने त भन्दाखेरि यो जुन टुप्पो छ नि, यो टुप्पोतिर हजुरहरूले यसरी स्केललाई राखिदिने। हेर्नुहोस् त, यसरी स्केललाई राखिदिने हैन। अनि यसलाई डढी तान्ने। हेर्नुहोस् है, हेर्नुहोस् है त, मैले यो माथि पनि स्केलले नापेर यसरी चिन्ह लगाएको छु। यसरी ठाडो चिन्ह लगाउने एउटा, अनि यसरी एउटा तेर्सो लगाउने। हेर्नुहोस् है, यो तेर्सोलाई पनि कटिङ गरेर पिस निकाल्न सकिन्छ। हेर्नुहोस् है, म पिस निकालेर देखाउँछु। हेर्नुहोस् त, यसरी मैले कटिङ गरेर साइडबाट पेपर निकालेँ। यो कटिङ गरेर निकालेको पेपरलाई के गर्ने त भन्दा आफूले अहिले जति स्केलले नापेर यो पेपर राख्नु भएको छ नि, अरू बाँकी रहेको पेपर, त्यो पेपरमा यसरी मिलाउने अनि यहाँनिर कटिङ गर्ने। अनि निकालेको एक पेपर बराबर हामीले कतिवटा धुप निकाल्न सक्छौँ त भन्दा एउटा, अनि यहाँ दुईटा, अनि एउटा तीनटा, माथि तीनटा थप्यो भने तल पनि तीनटा थप्यो एक पेपर बराबर हो। यसरी हामीले 60वटा पिस निकाल्न सक्छौँ है पेपरबाट, एक पेपरबाट।